आमा आज त मलाई मार्ने नै हो। आमा म डराइरहेकी छु। आज त मलाई मार्ने नै हो। यो चिच्याहाटसँगै मेरो सास आज टुट्ने नै हो। काख खोज्दै रोएँ म फोनको त्यो सानो पर्दामा। आमाको स्वर टाढा भयो नियतिले छुट्ने बेलामा। भान्सामा खाजा होइन मृत्यु कोरिरहेकी छोरी। आफ्नै घरभित्र आज आगो सल्किने नै हो। नानीहरूलाई हाँस्दै ट्युसन पुर्याएकी थिएँ। नानीहरूलाई हाँस्दै ट्युसन पुर्याएकी थिएँ। फर्किँदा मनले भनेको थियो यो बाटो छुट्ने नै हो। नन्दका हातमा पिटुल, सासूका हातमा ताला। मानवता बन्द हुँदा जीवन थुनिने नै हो। छिमेकीले चिच्याहाट सुने ढोका बोल्न सकेन। छिमेकीले चिच्याहाट सुने ढोका बोल्न सकेन। मद्दतको आवाज आगोमा हराउने नै हो। तीन नानी आमाको काख खोज्दै रात रोइरहे। तीनवटा नानै बाबुहरू आमाको काख खोज्दै रातभरि रोइरहे। आमाको माया सम्झिँदै अब आँसु जिन्दगीभर झार्ने नै हो। सुशीला मरेकी होइनन् जिउँदै जलाएकी हुन्। यो हत्या केवल शरीरको होइन सत्य भन्ने नै हो। आज प्रसन्न मेरो होइन समाजसँग सोधिन्छ। मलाई मार्छन् भन्ने स्वर कति अझै सुन्नु नै पर्ने हो। यदि आज पनि मौन बस्यौँ न्याय ढिलो गर्यौँ भने यस्ता आगो फेरि फेरि कति बल्ने नै हो। सुशीलाको खरानी र सरकारको मौनता। आमा मलाई लिन आउनु आज मलाई मार्ने रे। त्यही अन्तिम शब्दले अहिले मुटुमा भाला रोप्यो रे। भोलि आउँछन् दाजु भन्दै रातभरि उनी डराइन् रे। तर भोलि हुनु अघि नै एउटा आमा हराइन्। जुन भान्सामा अमृत पाक्थ्यो त्यही भान्सामा पेट्रोल छरिकियो। मान्छेभित्रको मानवता खै कहाँ हरायो। मान्छेभित्रको दानव आज कुन हदसम्म फर्कियो। नन्दले आगो सल्काइन् रे। सासूले ढोका थुनिन् रे। छिमेकीले त्यो चिच्याहाट सुन्दा सुन्दै हुने भित्रभित्रै फुटिन् रे। ए सरकार तिम्रो कानहरूमा यो चित्कार पुग्छ कि पुग्दैन कि कुर्सीमा बस्नेहरूलाई यस्तो पीडाले छुन्छ कि छुँदैन। सडकमा भाषण छाड्ने तिमी महिला सुरक्षा कहाँ छ। आफ्नै घरमा नारी जल्दा तिम्रो कानुन खै कहाँ छ। सिंहदरबारका भित्ताहरू सुशीलाको आँसुले भिजेका छन्। तिम्रा ठुला कुराहरू रगतको खोलामा मिसिएका छन्। विदेशी भूमिमा बसेर हत्याको आदेश दिने श्रीमान के यही हो त नेपालको सरकार र यही हो त नेपालको शान र संस्कार। न्यायको अपिल छ यहाँ। ती अपराधीलाई कडा सजाय नभए धिक्कार छ यो देश। कानुनको नौसिङ भएर के भो सुरक्षित छैन परिवेश। फाँसीको भन्दा तयार होस्। फाँसीको फन्दाहरू हरेक तयार होस् या आजीवन जेल होस्। तर फेरि कुनै सुशीलाको जीवनसँग खेल नहोस्। ती तीनजना निर्दोष नानी बाबु जसको आमाको न्यानो काख खोसियो, जसको सानो संसार आज आगोमा लगेर जोसियो, उनीहरूको आँसुले तिम्रो सिंहासन ढल्नेछ। उनीहरूको आँसुले तिम्रो सिंहासन ढल्नेछ। न्याय नपाए यो देशमा विद्रोहको आगो बल्नेछ। सुशीला मरेकी होइनन् उनी त मारेकी हुन्। हाम्रो समाज र प्राणीले जिउँदै गालिएकी हुन्। अब त बिउजिनु पर्छ ए सरकार। अब त बिउजिनु पर्छ ए सरकार। अब त न्याय दिलाउनु पर्छ। हत्यारालाई कठघरामा घिसार्दै तिमीले अब ल्याउनु पर्छ। अनि बल्ल शान्ति पाउने छ सुशीलाको आत्माले। अनि मात्र न्याय पाउने।